हेलो साथीहरू, म आज क्लास 12 को सामाजिक अध्ययन तथा जीवनी शिक्षाको एक समयरेखामा सोध्न सकिने महत्त्वपूर्ण प्रश्न ल्याएर आएको छु। पृथ्वीनारायण शाहको एकीकरण अभियान। यसमा हामीले मिति घटना हामीले याद गर्न अप्ठ्यारो भएका कारणले मैले फर्मुला अनुसार ल्याएको छु। यहाँ ध्यान दिएर सुन्नुहोला। 2 13 5 2 13 0 150। अब हेर्नुहोला, 1799 मा छ पृथ्वीनारायण शाहको राज्यारोहण। त्यसैगरी 2 मा 1799 मा 2 पछि 1801 मा नुवाकोट विजय, 1814 मा कीर्तिपुर माथि पहिलो आक्रमण, 1819 मा मकवानपुर विजय, 1821 मा कीर्तिपुर माथि दोस्रो आक्रमण, 1822 मा कीर्तिपुर विजय, 1825 मा कान्तिपुर विजय, 1825 मा ललितपुर विजय, 1826 मा भक्तपुर विजय, 1831 मा विजयपुरमाथि विजय, 1831 मा पृथ्वीनारायण शाहको मृत्यु। यो फर्मुला अनुसार बुझ्न सजिलो होला, सायद बुझ्न एकदमै सजिलो भएको होला। हस् साथीहरू।